मैले अनि यो अब यो भाइको यो जुन यो लास्टमा हेल्प गरेको यो भाइ छ नि, यो भाइको मैले यो फोटो पनि मैले यहाँ अपडेट गरिदिइहालेँ है, सपोर्ट फर जेन्जी नेपाल ग्रुपमा। र म लास्टमा अब के भन्न चाहन्छु भने तपाईहरुलाई एकदम भित्री हृदयदेखि धेरै 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 धन्यवाद है। हजुरले मलाई यस्तो यो सपोर्ट फर जेन्जी मैले यो ग्रुप बनाएँ, यो ग्रुपमा अब भित्री एकदम हृदयदेखि साथ दिनुभयो, आफ्नो देशप्रति माया देखाउनु भयो हैन। हामी विदेशी भूमिमै बसेर भए पनि हाम्रो देशप्रति हाम्रो मनभित्र कति धेरै माया छ हाम्रो नेपाली जनता साथीभाइहरूप्रति भन्ने कुरा ठ्याक्कै यतिकै थाहा हुन्छ क्या, यतिकै थाहा हुन्छ। अब म लास्टमा अब के भन्न चाहन्छु भनेदेखि अब धन्यवादै भन्न चाहन्छु म, एकदम धेरै धेरै धन्यवाद हैन। मैले अब यो जुन त्यो हाम्रो देशमा जुन यस्तो कोलाहल स्थिति भएको छ नि, त्यो स्थिति अब मोबाइलबाटै हेर्यो, हाम्रो त अब मोबाइलबाटै हेर्ने त हो है। हेरेर अब जुन मैले तुरन्तै एउटा मैले अब सपोर्ट फर जेन्जी भन्ने ग्रुप बनाएर मैले हेल्पको लागि मैले हजुरहरूसँग मैले आफ्नो मनको कुराहरू पोखेँ, व्यक्त गरेँ र त्यसमा हजुरहरूले एकदम साथमा साथ दिनुभएर लगभग त्यो ग्रुप बनाएको 1 देखि लिएर 2 घण्टामा म्याक्सिमम यो रकमहरू कलेक्सन भइसकेको थियो मेरो अकाउन्टमा। अब टोटल मैले तपाईहरुलाई अमाउन्ट मैले भनिदिइहालेँ। मैले सबै मैले अपडेट गर्न मैले एकदम जरुरी छ कि, किनभने तपाईहरुले मलाई एकदम ब्लाइन्ड ट्रस्ट गर्नु भएर मलाई यसरी सहयोग ट्रान्सफर गर्नुभएको छ हैन। एकदम ब्लाइन्ड ट्रस्ट गर्नुभएको छ, त्यो ब्लाइन्ड ट्रस्टको लागि पनि अब धेरै धेरै धन्यवाद हैन। त्यही भएर पनि मैले हरेक एक चीज हैन तपाईहरुकै यो त हो नि हैन, तपाईहरुकै पैसा हो, यो सहयोग हो हैन। कहाँ कसरी खर्च भयो त, कति खर्च भयो भनेर तपाईहरुले जान्न एकदम आवश्यकै छ के। तिमीले गरिहाल्छ नि, गरिहाल्छ नि, भइहाल्छ नि, गर न त्यस्तो भनेर त तपाईहरुले भन्नुहुन्छ होला, मलाई थाहा छ हैन। तर त्यस्तो भए पनि अब आफूमा आइपरेको जिम्मेवारी त अब आफूले त राम्रोसँग उ गर्नु पर्यो, निभाउनु पर्यो, सही ठाउँमा त्यो अब तपाईहरुको सहयोग के अरे खर्च हुनु पर्यो, जानु पर्यो सम्बन्धित व्यक्तिकोमा हैन। त्यही भएर चाहिँ अनि खास मैले यो एउटा छोटो भिडियो बनाएको भन्दा पनि अब बोल्दा बोल्दै धेरै लामो भन्छ भिडियो, मलाई थाहा छ हैन। हेरिदिनु है तर अन्तिमसम्म। अनि लास्टमा एउटा 900 रुपैयाँ बाँकी हुन्छ कि है, लास्टमा एउटा 900 रुपैयाँ बाँकी हुन्छ। त्यो 900 रुपैयाँ चाहिँ जुन हाम्रो त्यो नेपालमा बसेर त्यो हस्पिटल त्यो हुन्छ नि अब चार्ने हेर्ने बुझ्ने अब त्यो डोनेट दिन जानको लागि त्यो उ गर्ने उहाँहरूलाई चाहिँ अब यसो बाइकमा तेल खर्च भनेर चाहिँ यो 900 रुपियाँ चाहिँ उहाँलाई दिएको। अब लिन त मान्नु भएको थिएन, अब जबरजस्ती दिएको हैन। यसरी चाहिँ हाम्रो रकमको सही ठाउँमा उचित सदुपयोग भएको छ है। र हजुरहरूले मलाई एकदम धेरै नै विश्वास गर्नुभयो, सहयोग गर्नुभयो हैन, मेरो कुरालाई बुझिदिनु भयो, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। हेलो गुड आफ्टरनुन साथीहरू, म फेरि यो तेस्रो भिडियो लिएर आइरहेकी छु है। हाम्रो यो ममताले भन्नुभएको छ कि यो सहयोगी दाताहरूको नाम प्लस उहाँहरूले कति सहयोग गर्नुभएको छ त्यो पनि यसो उल्लेख गरिदिनु न, त्यस्तो गरेदेखि राम्रो हुन्थ्यो भनेर भन्नुभएको छ है। अब मलाई चाहिँ त्यतातिर ध्यानै गएन के है, ध्यानै गएन। अब ममताले सम्झाइदियो, धेरै धेरै धन्यवाद ममतालाई है। त्यही भएर म चाहिँ यो सहयोगी दाताहरू प्लस उहाँहरूले कति चाहिँ सहयोग गर्नुभएको छ, सहयोगको रकम म भन्न गइरहेकी छु है। फर्स्टमा सुनिता लामा 5000, सुबी लामा 3000, दुर्गा अधिकारी 5000, सबिना पुरी 3000, अनि अमला साई 5000, ज्योति श्रेष्ठ 10000, शिवा थापा 5000, ममता धामी 8000, चेतना 5000, रन्जु 5000, सुस्मिता 5000, रमिता श्रेष्ठ 5000, बिना गुरुङ 5000, कामना बस्नेत 5000, मुना लामा 10000, सञ्जना श्रेष्ठ प्लस बनिता बस्नेत 5000, सबिता थापा 5000, नतासा 4800, इन्दिरा 4800, सुसदिदी 5000, सुनिता विष्ट श्रेष्ठ 5000, अनि अन्तिममा छ अलिसा नगरकोटी 3000। उहाँहरूले यो सहयोगको रकम सहयोगरूपी रकम यसरी कलेक्ट गरेर जस हामीले चाहिँ हाम्रो नेपाली जनताहरूको लागि चाहिँ हैन
नेपाली जनताहरूको घाउमा थोरै अब मलम लगाउन अब एज अ मलम रूपी होइन त्यही भनौँ न सहयोग गर्न पायौँ। अब हजुरहरू सहयोगी दाताहरूलाई धेरै धेरै धन्यवाद वन्स अगेन है लास्टमा। अनि त्यसपछि अरू भनेको सबै यस्तै हो। हाम्रो यो सहयोगी दाताहरूलाई चाहिँ म लास्टमा मेरो तर्फबाट के भन्न चाहन्छु भने तपाईँहरू सबैलाई श्री पशुपतिनाथले सदैव तपाईँहरू र तपाईँहरूको परिवारलाई रक्षा गरून् भन्न चाहन्छु। धेरै धेरै धन्यवाद।